हेलो साथीहरु नमस्कार वेलकम टु माई न्यू ब्लग। साथीहरु आज चाहिँ हामी काठमाडौँ बालाजु 22 तारामा छौँ। यहाँको पर्सनालिटी चाहिँ के छ तपाईहरुलाई देखाउन गइरहेको छु। साथीहरु हेरेर साथ दिनु होला। यो चाहिँ माछा पोखरी हो। यहाँ माछा पलास कछुवाहरू पाउँछ। अहिले चाहिँ माथि किन आएको छैन खै। खानालाई हैन फेरि हेर्नलाई मात्रै। खानालाई त पाउन्न, हेर्नलाई चाहिँ राम्रो। यी माछाहरू देख्न सक्नुहुन्छ साथीहरू। यहाँ चाहिँ पर्स्टर रुममा पाउनु रहेछ। यी माछा पलास कछुवाहरू टन्न पाउँछ। अझै तपाईहरुलाई अरू चीजहरू पनि देखाउने छु साथीहरू। यता तलतिर पार्कमा गएर यता चाहिँ रमाइलो ठाउँ छ। सो गाइज हामी चाहिँ अब अर्को चीज देखाउन गइरहेका छौँ। तपाईहरुले हेरेर साथ दिनु होला। यहाँ देखाउने चिजहरू टन्नै छ। हामी यो मोबाइलको मेमोरीले धान्दैन के। थोरै गरेर देखाउने छु साथीहरू। हेर्दै जानु होला। देख्न सक्नुहुन्छ साथीहरू यता पनि पुरै रमाइलो भइरहेछ। 22 तारा पार्क। सो 22 तारा पार्कको पर्सनालिटी चाहिँ यता भइरहेछ। हाम्रो चाहिँ साथीले पनि भ्लग बनाइराख्नु भएको छ र 22 तारा भनेको यो 22 ताराको 22 तारा नै देखाउन गइरहेको छु साथीहरू। हेरिदिनु होला। यस्तो छ पुरै 22 ताराको रोमान्टिक पुरै रमाइलो छ है। 22 ताराको 22 तारा टक्क लगाएर पानी आइरहेछ। मैले चाहिँ अहिले एकछिनको लागि एउटा साथीलाई क्यामेरा दिएर आफू चाहिँ पानी गर्दैछु साथीहरू। त्यस्तो शुद्ध मान्छ भने पिदेऊ के अरे। हाम्रो कलाकार सर चाहिँ यता चाहिँ टक्कर फोटासोटा हान्नको लागि साथीहरू एकदमै व्यवस्थापन गरिएको छ। देख्न सक्नुहुन्छ। टक्क लगाएर यता फोटासोटा चाहिँ हानिराख्नु भएको छ उहाँहरूले। एकदमै सुन्दर ठाउँ छ। त्यहाँदेखि चाहिँ पानी बगिरहेको छ बाघको मुखदेखि। देख्न सक्नुहुन्छ साथीहरू। यता मङ्की पनि बाँदरहरू पनि हुँदैछन्। हनुमानजी। यता चाहिँ गार्डनहरू छ। यताहरू पुरै गार्डनहरू छन्। त्यो पनि पाउँदो रहेछ। भोगटी पनि पाउँदो रहेछ यो पार्कमा। यस्तो सुन्दर सुन्दर ठाउँहरू छ साथीहरू। घुम्न आउने भएपछि आउनु होला। फाइनली अब साथीले जाम भनेर भनिहाल्नु भयो। माछाहरू देख्न सक्नुहुन्छ। खासै राम्रो देखिन्न। अब फाइनली हामी गेटमा पुगिसकेका छौँ साथीहरू। अब चाहिँ नेक्स्ट भ्लगमा भेटौँला। धन्यवाद। सब्सक्राइब गरी सेयर गरिदिनु होला। गेट चाहिँ यही हो बालाजु 22 तारा गेट। हामी चाहिँ निस्किसकेका छौँ साथीहरू। बाई बाई।